अब हामी कहाँ जाँदैछौँ? अब हामी नयाँ निर्मित हजुर यो कुलथानीको चाहिँ अब चाहिँ भवन शिलान्यासको लागि हामी जाँदैछौँ। अब हामी अर्को वर्षदेखि चाहिँ अब यहीँ पूजा गर्छौँ। हजुर, अर्को पल्टदेखि अब पुरानो चाहिँ मन्दिरबाट प्राण प्रतिष्ठान गरेर पञ्चकन्या अगाडि ल्याएर पञ्चै बाजा ल्याएर हजुर विधिवत रूपले चाहिँ हाम्रो नयाँ स्थानमा चाहिँ हाम्रो पूजाआजा हुनेछ। हस्, धन्यवाद। हो यहाँ हामी कहाँनिर गर्छौँ त्यो बिचमा चाहिँ पर्ने गरी गरौँ है के छ? बुवा नमस्ते। नमस्ते अङ्कल। नमस्ते नमस्ते। हामी अब हाम्रो पुलको घर बनाउने ठाउँमा जाँदैछौँ, शिलान्यास गर्न जाँदैछौँ हामी। हस्, अर्को वर्षदेखि हामी त्यहाँ पूजा गर्छौँ होइन त? अर्को वर्ष हामी यही ठाउँमा पूजा गर्न लागिराखेका छौँ। हो बुवा? हो हो ए हस्, अब हामी अबदेखि यहाँ पूजा गर्छौँ है। नमस्कार। नमस्ते नमस्ते। ढिलो आउनुभयो? होइन आउनु आमा आउनु। नमस्ते आमा। आमा नमस्ते। अब अर्कोचोटिदेखि हामी यहीँ पूजा गर्छौँ अब। ठिक छ ठिक छ, आफ्नै ठाउँमा हजुर यसरी नै गर्नु पर्थ्यो। नमस्ते भाउजू नमस्ते। अब हाम्रो नयाँ यो भवनमा अर्को सालदेखि हामी पूजा गर्दैछौँ। यो शिलान्यासको लागि हो यो। हामीले व्यवस्थापन गरेको हजुर जग्गामा चाहिँ हाम्रो कुल मन्दिर निर्माणका लागि शिलान्यास गर्नका लागि हामी जाँदैछौँ। हस्, धन्यवाद। नमस्ते। नमस्ते। अब हामी नयाँ भवनमा जाँदैछौँ। कस्तो लागिरहेको छ तपाईँलाई? रमाइलो। बा नमस्ते। अङ्कल नमस्ते। अब अर्को वर्षदेखि हामी यहाँ पूजा गर्दैछौँ। आज शिलान्यासको लागि हामी जाँदैछौँ। आन्टी नमस्ते। आज कुल पूजामा भेला गएका छौँ। नमस्ते नमस्ते। अब हामी नमस्ते, जय होस्। हामी कुल पूजाको लागि अब नमस्ते नमस्ते। शिलान्यास। जय कौडन्य। विराटनगर धरान। नमस्ते नमस्ते। सानो नमस्ते। दाजु नमस्ते। अब हामी यो नयाँ भवनमा जाँदैछौँ। अर्कोचोटिदेखि हामी उता पूजा गर्नेवाला छौँ। नमस्ते नमस्ते। नमस्ते। अब हामी यहाँ यो नयाँ भवन बनाउने क्रममा हामी अब यहाँ शिलान्यास गर्दैछौँ। चाहियो यो जुठो भयो नि। यो खनाउनु भएन, अर्को चाहियो घिउ भनेको। जे भएन हुन्छ, बत्ती चाहिँ बालौँ न। घिउमै बाल्नु न, फुलको बत्ती बाल्ने हो तपाईँहरू। भाइ अक्षता भन्नु पर्यो। फुल अक्षता लिएर आउँ त। फुल अक्षता पर गर। फुल अक्षता परबाट मगाउ न।